यो वचन चाहिँ ती रानीको लागि त्यो राजकुमारको लागि चाहिँ होइन, But this word for you. यो त तिम्रो लागि हो। I know. मलाई थाहा छ You are just young girl. तपाईँ त एकदमै जवान केटी हुनुहुन्छ, Oh, you are just virgin. अनि तपाईँ त एकदमै कन्या What कुमारी did हुनुहुन्छ। she never get married and she never have any relationship with any man. उहाँको सम्बन्धसँग भएको थिएन, But the angel says, तर स्वर्गदूतले यसरी भन्नुभयो, don't worry, तिमी चिन्ता नल्याऊ, don't worry. चिन्ता नगर। When the word comes, जब परमेश्वरको वचन आउनेछ, God will fulfill His word. परमेश्वरले आफ्नो वचन पुरा गर्नुहुनेछ। When the word comes, जब त्यो वचन आउनेछ, when the word comes, त्यो वचन जब आउनेछ, God never see your ability. अनि तपाईँको त्यो योग्यतालाई हेर्दैन, Are you educated or not तपाईँ त educated? शिक्षित हुनुहुन्छ कि अशिक्षित हुनुहुन्छ हेर्दैन। Yesterday I'm sharing with one message. अनि हिजो चाहिँ उहाँले यहाँ वचन बाँड्दै हुनुहुन्थ्यो, There is one woman अनि त्यहाँ एकजना महिला हुनुहुन्थ्यो, cannot read the उहाँले Bible. बाइबल पढ्न सक्नुहुन्थेन, But she had desire to read the तर उहाँसँग Bible. त्यो बाइबल पढ्ने इच्छा भयो। God opened his अनि mind, उहाँको आँखालाई मनलाई खोल्नुभयो, his eyes. उहाँको आँखालाई खोल्नुभयो, He started to read अनि Bible. उहाँ चाहिँ बाइबल पढ्न सुरु गर्नुभयो। Uneducated. उहाँ चाहिँ अशिक्षित हुनुहुन्थ्यो, Never go to school. कहीँ पनि स्कुल जानुभएको थिएन, But God opened his तर mind. उहाँले परमेश्वरले उहाँको मुखलाई And खोलिदिनु she भयो, started to read Bible. अनि उहाँले बाइबल पढ्न थाल्नुभयो। And she had the 300 people in his church. अहिले उहाँको चर्चमा 300 विश्वासीहरू छन्। God आमेन। can use anyone.